आज लौदी दाइले के खाना बनाएछ त? टमाटरको चट्ट यो बनाएर मोबाइल साइडमा राखेर यो उसिनेर खाने चाहिँ यही हो। उसिनिसकेर रेडी भइसकेछ मासु। मिनरल वाटर भन्दै खान्छौ क्वाटर। परदेशमा यस्तै छ हाम्रो खाइ त। फेरि हाम्रो खाइ त दिएको छैन लौदै नन स्टप। यो पनि यस्तो लगाएर यस्तो गरेर हेलो साथीहरू, आज चाहिँ एकछिन बाहिर गएको थिएँ म। हाम्रो खाना बनाउने पालो चाहिँ अहिले टर्न बाई टर्न छ होइन। हाम्रो खाना बनाउने पालो चाहिँ लौदी दाइ हो स्पेसली। लौदी दाइले खाना बनाइरहेछ। आज लौदी दाइले के खाना बनाएछ त? टमाटरको चट्ट यो बनाएर मोबाइल साइडमा राखेर मासुको सुप उमालिरहेको रहेछ। यो चाहिँ उसिनेको मासु, यसलाई पिस गरेर खाने हो। उसिनेको मासु यसै कस्तो रहेछ त? अब अहिले खाँदाखेरि कस्तो हुने रहेछ त टेस्ट? कुकम्यान लौदी दाइ हो। यो चाहिँ के को सुप हो? यो चाहिँ के को सुप हो लौदी दाइ? कुकम्यान लौदी दाइ। ओके छ त। अब अहिले कस्तो हुँदो रहेछ होइन, चट्ट तरिकाले खाउँला। म चाहिँ एकछिन बाहिर गएको थिएँ। बाहिर त सधैँ बाहिर हो, हल्का उयो गर्नको लागि। कपाल त पुरै टोपरै कट भइरहेछ त। ओके, अब अहिले हामी खान्छौँ है। कस्तो हुँदो रहेछ यहाँ ट्याक्क। यो अहिले खानलाई यो पुदिना भयो होइन, हरियो पुदिना प्लस यो कोरियन उयो भयो। यो म चाहिँ हान्दिहाल्नु पऱ्यो यस्तो गरेर यस्तो ल्याएर। लौदी दाइले फेरि अचार बनाउँदैछ है यहाँनिर। टेस्ट कस्तो हुँदो रहेछ अहिले? पिरो चाहिँ अलिक धेरै लाउनु पर्छ होला कि होइन? चाखिएमा कस्तो रहेछ? पिरो छैन? लसुन लगाएको? लसुन नलाउनु तर पुदिनाको टेस्ट आउँदैन फेरि होइन। फेरि अलिक पिरो नभएर चाहिँ पिरोलाई अझै खोर्सानी लगाइरहेको छ। अब हेर्नुलाई कस्तो हुन्छ। यहाँ मासु लौदी दाइले यो उसिनेर खाने चाहिँ यही हो। उसिनिसकेर रेडी भइसकेछ मासु। अहिले उसिनेको काटेको। अब अचार पनि भइसक्यो रेडी। अब अहिले हेरौँला है त कस्तो हुँदो रहेछ है त अचार है। यस्तो ओठमा पनि घाउ निक्लिरहेछ। कपाल त कति बनाउनु हो, कपाल जति गरे पनि यस्तै हो। लौदी दाइले गरिरहेछ। यो मोबाइल हातले पक्रिँदा गल्छ। यसको लागि पनि एउटा स्ट्यान्ड किन्नुपर्ने अवस्था भएको रहेछ त। ल हाम्रो खानको लागि पनि यसो सुरु भएको अवस्था। मेरो त बोटुका पो ल्याउनु छ नि। फेरि नेक्स्ट टाइम हो यो। आज हाम्रो झन्डै झऱ्यो है सिपाल। यो त कस्तो कालो पो रहेछ त चपस्टिक त, के भयो रहेछ? ल साथीहरू, फेरि हाम्रो आज खानपिन भइरहेछ होइन। खानपिन चाहिँ यस्तै हो चट्ट तरिकाले। यो चाहिँ अब साग भइहाल्यो, यो चाहिँ पुदिना भइहाल्यो, यो चाहिँ सुँगुरको
लौदी दाइले बनाएको यो उसिनेको मासु भइहाल्यो होइन। चट्ट तरिकाले अब उयो गरेर चाहिँ हान्दिउँ भन्दै गरेको। यो चाहिँ पानी हो, बिचबिचमा यसो अड्किन्छ कि भनेर होइन लौदी दाइ। यो चाहिँ मिनरल वाटर हो, लौदी दाइलाई यसो अड्किन्छ कि भनेर। मिनरल वाटर भन्दै खान्छौ क्वाटर। परदेशमा यस्तै छ हाम्रो खाइ त। फेरि हाम्रो खाइ त दिएको छैन लौदी दाइ, नन स्टप। यो चाहिँ कसरी खानुपर्ने भन्ने नि म सिकाइदिनु पऱ्यो आज है। तर के सिकाउनु होला र चट्ट यो यसो लिने, तर यसलाई उयोलाई यता ल्याउनु पऱ्यो, यो अलिकति लाउनु पऱ्यो। कति पिरो भएछ लौदी दाइ? अब त्यस्तो रुममा हो, त्यस्तो होटलको जस्तो चाहिँ स्पेसली गरेछौँ न हामीले होइन। टक्कै एउटा पत्ता लिने, अनि सुँगुरको मासु चट्ट मासु एक पिस चट्ट लिने हो। अनि चट्ट यो अलिकति योसँग यसो गरेर मिसाउने चट्ट, अनि यस्तो गरेर टक्कै यहाँ लाउने एउटा पिस। अनि यो पुदिनाको पिस। अझै सके त लसुनको टुक्राहरू, खोर्सानीको टुक्राहरू लाउँदा हुन्थ्यो, तर अलरेडी यहाँ पिरो छ, त्यही भएर चाहिँ अब त्यहाँ पनि छ। अब यो त के लाउनु र जहाँ यो त अर्को टोकरी ल्याउनुपर्छ होइन। यस्तो गरेर यस्तो गरेर पोको बनाउने, यस्तो पोको बनाउने। अनि अलि सानो पऱ्यो होइन। केटाहरू किन नआएको अरे? लौदी दाइको पनि केही भन्नु छ कि यतातिर फर्केर क्या लौदी दाइ? पानी पो त। यतापट्टि आएर बस्नु, यतापट्टि। उठ्न घाउ निक्लेकोले अलि गाह्रो छ। मासु धेरै खान सकिन्छ जस्तो छैन। यस्तो गरेर यो पनि यस्तो लगाएर यस्तो गरेर फलमासु मात्र पनि मिठो नहुने हो नि त। यो कोरियाको राम्रो चाहिँ साग हो। यो साग पनि अलिक कस्तो कस्तो परेछ यार। यसलाई खानु पर्यो भने यति खाँदा पनि हुन्छ।
यो पानी चाहिँ ठोकाएको गर्नुपर्छ, गाह्रो छ कस्तो खाले हो नियम। कोरियामा खायो यस्तै छ होइन? ल दाइ साग खानु न, साग त लगेर खायो छैन जस्तो त। किन मुखमा घाउ आएको? मेरो पनि मुखमा घाउ, ओठमा घाउ आइरहेछ, के भएको यस्तो यार? आमा यस्तो गरेर लाउने यस्तो गर्ने, यस्तो गरेर पुका बनाउने, पान जस्तो बनाउने नि। अचारको रस त चुइन्छ होइन? ल साथी हो, खाइसके यस्तै भइरहेछ। स्पेसली अब लौदी दाइ र म हो खानको लागि चाहिँ। लौदी दाइ र म हो। अब यो कोरियन साग भइहाल्यो, यो उसिनेको मासु, यो पुदिना, यो के अचार हो लौदी दाइ? तिलको अचार हो स्पेसली। यहाँ बसेर लौदी दाइको के भन्नु छ, दुई शब्द? हाम्रो लौदी दाइ एकदम सोझो मान्छे छ, केही नभन्नु मात्र भन्छ। ओके, यहाँ मजाले खाइ चलिरहेछ। अब लौदी दाइ र म मात्र छौँ अलिक, अब केटाहरू चाहिँ भित्र छ। ओके गाइस, अब लास्ट भन्दा पनि खानु बाँकी नै छ, यहाँ खाइरहेछौँ। खाइ चलिरहेछ लौदी दाइ र मेरो। खाइ त अब यसो हल्का फुल्का चल्नु पऱ्यो, यतापट्टि फुडहरू मात्रै छ, रक्सीको बोतलहरू। हामी त रक्सी पनि खानु छोडिहाल्यो हो नि लौदी दाइ? रक्सी खानु पनि छोडिहाल्यो हामीले त। अब साधुतिर लाग्नुपर्छ होला होइन? तर यो लिम्बूहरूको पनि मुलाहरू कस्तो खाले लिम्बूहरू निक्ल्यो मुलाहरू। त्यही एउटा यो चासो तमनाम गर्छ नि, चासो तमनाम गर्दाखेरि पनि एकतिर अर्को खाले लिम्बू, एकतिर अर्को खाले लिम्बू, त्यो पूजा गर्ने, त्यो पनि के हो त्यस्तो? एउटा सत्याङ्गमा र अर्को के? त्यही एउटा लिम्बू पनि उयो भएको छ, छुट्टियो छ। ओके साथीहरू, ल खाइ राम्रै भइरहेछ है। यो चाहिँ पुदिना हो। राम्रो हुने, अझ दुईसँग खायो भने एकदम दामी हुन्छ यो। हामी त अब मासुहरू यतिकै छ, यस्तो छ। अब हाम्रो त फेरि मुकबाङ सुकबाङ हुँदैन होइन? मुकबाङ सुकबाङ हुँदैन, हामी त सिधै ल्याउने हो, ड्याममा राख्ने, हान्दिन, सक्यो होइन?
ल्याउने हामीले झ्याम्की जाम हाने सक्यो। हाम्रो चाहिँ अब मुखबाङ सुबाङहरू छैन। अब यही यदि कसैले अब ठिक छ लु मुखबाङ सुबाङ गर्नु पर्यो भने चाहिँ विचार गरौँला होइन। अहिले चाहिँ छैन। अहिले चाहिँ साग खाऊ ज्यान बनाऊ। ठुलो हुँदै गएपछि अलिक तितो हुन्छ क्या होइन। ओके ल साथीहरू लाइक कमेन्ट स्पेसली सब्सक्राइब गर्नु नभुल्नु होला है। अब यस्तो खाएकोहरू अब गर्ने अरू कन्टेन्टहरू केही छैन होइन। नेपालमा भए चाहिँ अब केही हुन्थ्यो होला होइन। घुमेको गरेको ब्लग स्लग केही लाउँदा हुन्थ्यो होला। यहाँ विदेशमा त अब बिहानदेखि बेलुकीसम्म ड्युटी गऱ्यो आयो खाने यस्तै खाएको बरु सानो भए पनि एउटा भ्लग गऱ्यौँ किन भिडियो नबनाउने भन्ने हिसाबले मात्रै हो होइन। एक दुईजना पनि सब्सक्राइबहरू यसो बढ्छ कि भन्ने हिसाबले बनाएको यो हामीले चाहिँ कन्टेन्ट दिएको हो। स्पेसली त्यस्तो केही छैन। बिहानदेखि बेलुकीसम्म ड्युटी गरेर आउने हो हामी। यसो यहाँ फ्री भएकोलाई चाहिँ यसो बनाऊँ रमाइलोको लागि भनेर बनाएको। बाँकी भनेको त पछि म नेपाल गए पछाडि अब कता कता के देखाउनु पर्ने घुमेर डुलाउनु पनि त्यो भनेको छँदैछ होइन। त्यसको लागि सब्सक्राइब चाहिँ गर्नु पनि हुन्छ नि फेरि। ओके ल बाई बाई ल दाइलाई पनि खोइ बाई बाई एकचोटि।